सो हे गाइज, आज चाहिँ दिउँसो रुममा बसेर कम्प्युटर होमवर्क गरिरहेको थिएँ। भोक लाग्छ, के खाऊँ हुन्छ भोक लागेर ठ्याक्क दिमागमा सोचायो चटपटे खाऊँ भनेर। त्यस पछाडि आलुलाई कुकरमा राखेर ग्यास ठ्याक्क लाएर बालेर ग्यासमाथि कुकर राखेर झालेर मालेर आलु बसाल्न छोडिदिएँ। त्यस पछाडि पैसा नि चाहियो। त्यस पछाडि कपडा यस्तो थानथुन गरेको 100 रुपियाँ भेटियो। 100 रुपियाँ भेटेपछि 100 रुपियाँ देखाउँदै टक्क लाएर पैसा लिएर पसलतिर गएँ। त्यस पछाडि पसलमा गएर एउटा चाउचाउ र एउटा दालमोट ल्याएर ठ्याक्क फालिदिएँ। अनि त्यस पछाडि प्याजलाई स्टाइलिस रूपमा टक्क लाएर काटेर रेडी गराएँ। अनि एउटा भाँडो लिएर त्यसमा काँक्रो हालेँ, अघि उसिनेको आलु नि हालेँ, अघि काटेको प्याज नि हालेँ। त्यस पछाडि दालमोट, चाउचाउ र तेल पनि हालेँ अलिकति। अनि त्यसलाई टक्क लाएर मोलमाल गरेँ। मोलमाल गरेर रेडी भइसक्यो। त्यस पछाडि भोक लाग्थ्यो, ल्याम्का गरेर खाएँ। अनि हजुरलाई यो भिडियो कस्तो लाग्यो लाइक पनि गरिदिनु होला, च्यानललाई सब्सक्राइब गरिदिनुहोस् त। बाई बाई।